पैसा छैन पैसा छैन बसमा जाने पैसा छैन पिकअपमा जाने हो यहाँ चाहिँ सामानहरू कसको सामान हो यार कस्तो ठाउँमा आएर रोक्दै क्या फेरि घाम आयो नि त याला घाम आँखामा आयो क्या सिरी गर्दा यसरी अन्त त्यही भएर आफ्नो लाइफ जिउने हो भने आफ्नै तरिकाले बस्ने हो कि लजाउने काम छैन नेपालै त हो यार हामीलाई के को लाज हामीलाई लाज शरम छैन बे गरम भइसक्यो यार ओहो भएन यो के हो यो दराजको लोड छ हैन दराजको लोड छ यहाँ त दराजै छ यहाँ बेड छ यहाँनिर यो सामान सरी भएर सिक्योहरू गर्मी भयो रुख त्यस्तो छ कडा हालत त्यही छ हैन पक्ला काठमाडौँमा एक चिडिक्क भएर हिँड्छ हाम्रो चाहिँ छैन यस्तै मतलब छैन हामीलाई काम गरेर खानु के को लाज यार हाम्रो लाज शरम भने चाहिँ गोजीमा राखेर हिँडिन्छ त्यही हो स्वयम्भू लाँदै गरेको सामान ब्याग छ यार आम्मामा घामले मारिसक्यो घामले मार्यो कस्तो जाम लागेको भने यार गर्मी भएर मरिसक्यो यार के को जाम हो क्या यहाँ यति बसेकोले पसिना आइसक्यो यार आफ्नै तरिकाले कमाउने हो कसैले के भन्छ यहाँ मतलब नराख्ने हो आफ्नै छ पारा आफ्नै छ बेग्लै मस्त छ आफूलाई जस्तो सहज लाग्छ त्यसरी त्यस्तै गर्ने हो के त्यही हो काठमाडौँ जस्तो ठाउँमा आएर पनि कस्तो काम गरेको हुन्छ मलाई मन परेको यस्तो हैन आफ्नो रजाइले गर्ने हो नि त यार निन्द्रा पुगिरहेछ खानु पाइरहेछ भइगयो त बाँच्नु पाइरहेछ भइगयो त अब यसरी बेला बेला चढेर सरर हिँड्नु पायो बिना पैसा हैन यसरी गाडीमा चढेर हिँड्दा यसमा त टिप्स दिन्छ चढेर हिँड्दा टिप्स दिन्छ कमाउनु जान्नु पर्यो नि त के लजाएर हुँदैन कमाउनु यार यहाँ गति हेर्ने हो भने मेरो यहाँ यस्तो छ हैन मतलब छ त मलाई छैन नि चप्लीमा छु यहाँ हाफप्यान्टमा छु भेस्टमा छु सेतो भेस्ट कालो भएको छ म जाँदैछु बस पार्कबाट स्वयम्भू अब स्वयम्भू यस्तो हालतमा जाँदैछु मतलब छ त म छैन नि गरेर खानु के को लाज हैन आफूलाई कमाउनु छ यार लजाएर हुँदैन नि काम गर्नु लजाएर हुँदैन त्यो हो नि त ल त गर्मी भयो साह्रै भेटौँला फेरि यो त छोड्नै भएन मैले यहाँ छोड्यो भने त घामले हान्छ कि त्यही भएर के